बिहानको अहिले 7 बज्न लाग्यो हैन हामी गुड मर्निङ हामी चाहिँ आज जङ्गल सफा गर्न लाग्यो किन भन्दा चाहिँ अब त्यो सालको पात झरेर चाहिँ तर भुइँभरि भएको छ अनि डडेल लाग्छ भनेर चाहिँ त्यो टक्क लगाएर त्यो फायर के भन्छ त्यो उस बनाएको हुन्छ कि त्यो आगो उतातिरको आगो लाएर यतातिर नआओस् भनेर त्यो बिचमा के बनाएको हुन्छ फायर लाइन के भन्छ हैन त्यो छुट्याउन जान लागिरहेको छ अनि बढाल्ने अनि सब पातहरू कलेक्ट गरेर एक ठाउँमा जलाउने कार्यक्रम आज हामी गर्न जान लागेको छ थुप्रै मान्छे छ हैन डर अनुसारको छ के त्यो भएर जान लाग्यो टोल भन्नु डर टोल जे नि एउटा नि भाइ के ओके बुझ्नेले इसारा काफी छ क्या भाइ अनि यहाँ बिहानको अब त्यो 7 बज्न लागिसकेको छ 6 बजी 6:30 बजीबाट उठेको होइन 6 बजी उठेको थिएँ यार म यहाँ 7 बजिसकेको छ होइन त्यही हो अब मोटेलाई नदेखा मोटे भाइरल नभएर देखा भनेछ भाइरल त्यो अनि यता युवराज केटाहरू पनि टन्नै छन् आइमीहरू पनि टन्नै छन् आमाहरू पनि टन्नै छन् बाबाहरू पनि टन्नै छन् होइन बाबाहरू पचाउँदै हुनुहुन्छ अनि त्यही हो अब सबै गर्नुपर्छ होइन ए नेगेटिभ सोचको त्यस्तो सोच्नु पर्छ भने यार त्यस्तो सोच्नु नि हैन ए कस्तो नेगेटिभ सोचेर त्यही हो यता केटाहरू जिम गर्न जान लागिरहेको छ जङ्गलतिर त्यस्तो के अगाडि गएर सुरु गर के हो यस्तो पात के टक्कलर हो यस्तो पात त्यही आगो लाग्ने एउटा डर के होइन सालको पात होइन त्यो र यो यही पात जलाउनलाई चाहिँ टक्क लगाएर चाहिँ लाग्दैन मेरो हिसाब त त्यही लाग्छ अघि आजकल गाउँपालिकाले गाडी हालेछ नि त त्यो हालेपछि यहाँ फोहोरै आउँदैन के त्यो हेर होइन पहिला कस्तो फोहोर हुन्छ त्यो गाडी आउने भएर केही फोहोर छैन टक्क यो जलाएपछि च्याउ पनि फल्छ होइन च्याउ पनि खान पाइन्छ आगो पनि लाग्दैन त्यही हो यता थुप्रै छन् त्यो त पछाडि पनि आउँदैछन् के भन्छ साथी हो राम्रो बाटो थियो आउँदा छ नि त यहाँ चाहिँ अलिक नराम्रो बाटो रहेछ बर्खा टाइममा यस्तो हालेर चाहिँ ह्यान्ड पाइप हाल्दा पनि खत्तमै बनाएर रहेछ बाटो त ओए खत्रै रहेछ है बाटो त्यहाँ भाइ आइज राम्रोसँग फेरि क्यामेराम्यानलाई अहिले के भयो भने फेरि क्यामेरा समात्ने मान्छे हुँदैन अहिले भन न के हो यहाँ बोके झर्कोतिर पनि देखाएको छ यहाँ कटाई देख्न सक्नुहुन्छ तपाईँले कपाल कटाई मेरो पनि कपाल कटाइ हेर्नु होइन मेरो कपाल कटाइ त नदेखाम होला यार अनि बाटो भाइ एउटा लाइनसँगको बाटो छ अनि दुईवटा भागै हिँड्न सजिलो हुन्छ र धनलालले धनलालको झाडु चाहिँ खतरा हो के मान्नै पर्छ झाडु चाहिँ धनलालको पुरै लाइनसँग हिँडेछन् क्या त्यो पुरा हुन्छ नि आर्मीको के बसाइ सरे जस्तो के धनलालले ठाउँ चेन्ज गरे भर्खर यहाँ आइपुग्यो यहाँ अलिक जलाइसक्यो रहेछ अझै आउनै छ यार अझ कति छ हो आउने यार यसरी चलाउने क्या ट्याक्क लाएर ठिक यसरी नै होइन उता पनि जलाइसक्यो रहेछ चलाछन्
यता इन्द्रले नि भिडियो रेकर्ड गरेछ उहाँसँग पुगिसक्यो मान्छेहरू सबै कति टाढा रहेछ र यहाँ पुग्यो अब चाहिँ यहीँबाट स्टार्ट हुन्छ होला सायद त्यहाँदेखि कताबाट हुन्छ यहीँबाट त होइन र लास्ट राम्रो गीत आउँदो रहेछ बाबु लास्ट भैजब नेपालमा जाऊ यहाँ होइन यही साल सुरु भइसक्यो होला जस्तो लाग्छ कहीँ उता कोही गेम खेलिरहन् त्यहाँ ल्याएर कोही यहाँ गेम खेलिरहन् यहाँ गेम खेलिरहन् गेम खेलेको खै त्यो फेसबुक चलाएको अब यहीँ होला जस्तो छ यहाँ जम्मा हुन्छन् होइन ये राख्यो थमेन सबैजना हकु गरेर ल मेरो आउँदैन यो बग आउँछ तिमीमा नजान्दै अब यहाँ नाम एटेन्डेन्स भइरहेछ सबैको होइन दिदीकोबाट आएको म हाम्रो त भेनाको नाम छ होला यार ललिताका छोरी लली सिनालाई छोइछ नि यता म यता छु सर प्रिजन सर जामे भन्दै के हाम्रो भेनाको नाम त के हो मेरो नाम हैन तेरो बाबाको नाम आउँछ के बाबाको नाम आउँछ त नि नाम आएन भन्छ बाबाको नाममा होला नि अनि कस्तो अलिक भएकै छैन बिहा गर अलिकति दुई तिनवटा छोराछोरी पा अनि त्यसपछि बोल तेरो नाम आउँछ तेरो नाममा सारिदिन्छ नाम खै यता टेक कुमाल खै टेक अलि बोल्न खै ब्लग छैन भाइ अहिले के बोल्ने र अहिले त अब यहाँ एटेन्डेन्स भइरहेको छ एटेन्डेन्स भएको बेलामा कहाँ बोल्न मिल्यो त अनि तपाईँको लाइनसँग नाम अनुसार बोलाएको छ अहिले त्यो नाम अनुसार टक्क लाएर तिमीहरूलाई चाउचाउ हुन्छ कि बिस्कुट हुन्छ के हुन्छ त्यही हुन्छ अहिले अनि इरोज भाइ के छ त आज बढालिन्छ झाडु हानिन्छ बढालिन्छ ढुलो रड्दो रहेछ सब इराज रामसँग झरे लड्ला मैले कसरी सोध्ने यार म त यो त अहिले त आगो जलाउँदाखेरि कोट्याउने होला भनेर लिएर आएको होला भनेको त एउटा दिदीको हो क्या म आएको चाहिँ दिदीको आएको म पाडा पोल्न खोजेको खै डढ्दैन
चुरोट सल्का जस्तै सल्काउनु न चुरोट सल्का जस्तै सल्काउनु न यस्तो मुखमा राख्नु हाम्रो काम चाहिँ यहाँ जलाउनको लागि देख न यतातिर जलाउने अनि दलाउने अनि निभाउने कामै हो अब यसलाई यसरी त्यो त बडाले हिँड्दै तर चलाउनै आउँदैन कि खास हो नि तातो भइसक्यो बाल्ने अनि हामी बाल्छ नि खतरै होइन अब खतरा बोले त बोलेकै छैन है अर्को हरियो पात लिनुपर्छ के यसले त झन् यस्तो लागिन्छ न हरियो एउटा चाहिन्छ कि बोकर हात पुरा मान्छेले मैले झर्कै छु छर्काएको बेबीले त बेबीले के यो तैँले त बास त्यो होइन कि यो तैँले चलाउने कुरा होइन कि यो भनेको अहिले अरिङ्गालो कुरो हो कि यो भनेको राजेश समालको नोमिनेसन चल्छ हो राजेश समाल त्यसरी खाँदैन त्यसले चोचे पोल्ने क्या अब यहाँ चोचे पोल्ने टक्लाहरू जल्ने काम बडा 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 भाले बढाउनु भयो रहेछ ओ आएको त उयोले सार्छ कि मोटो एउटा एउटा पात चला अनि आउनु पर्यो न झप्पै जेरो 2-3 पात घोट न कमसे कम 4वटा देखि यार नजिक लाउनु पर्दैन एउटा चप्पल लाउने एउटा चप्पल नआउने छोड्दै खाली कुटे हिँड्नु दुइटै छोड्दै त्यो पनि हुन्न त्यो हुन्न पहिलाको मान्छेले कहाँ चप्पल लाउँथ्यो त म पहिलाको यार मनोज यार कहाँ बस यार हत्तेरका लास्ट अब त लास्टै जल यार यहाँ सकिने बसेको यार बोले यार भाइ के भन्नु कति बजीसम्म खै यार भाइ कहाँसम्म त्यहीँसम्म होला नि म थाहा छैन यार यस्तो भएर त मलाई थाहा छैन म त्यतिकै आइदिएको त थुप्रो बनाइसक्यो यार भिडियो यार कसम भ्याएन यार झ्याउ लगाइसक्यो ल ल ल ल के हो र ल सर्प के झिसुकिरा होला है के हो के हो र
ए आया उतातिर बनाउँदो रहेन क्या उछुटेर आउँदो रहेछ यिनीहरू त्यतै बसिरहेको छ यस्तो पोल्छ यस्तो हेरेको त ढुवाङ परिभ्यो सकिगयो त अब भयो त आगोले त यहाँ यस्तो भइरहेको नि हल्का लाल भइसक्यो यहाँ आगो लाएर पुरै पोलेर भइसक्यो तातेर बनाउने फुरिसक्यो मान्छेको अनुहार यहाँ के गर्ने हो तेरिका को हो यस्तो चिच्याको जङ्गल जङ्गल भ्लग बनाउँदै हिँड्नु परिरहेको छ कि आगोले पोलेको थियो ततिर त अनि एकछिन लास्टै काम गरियो आज हामीले यार साथीहरू आज हामीले लास्टै काम गरियो यति काम गरियो सवारी जानु पऱ्यो हामी रात यस्तो तातो आएको बिस्कुट र फ्रुटी खाजा दिएको त्यही खाँदै भएछ यिनीहरूले बिस्कुट खाएर सक्यो फ्रुटी खाएर ए मोटेमा अलिक पड्का न पड्काउनु सक्दैन कोदे त हात थुप्रै जा पड्काउनु मोटे ओ मोटे कोदे त हात थुप्रै पड्का न बहुत गरम है यार अब गर्मी भयो नि त पोहारी बहुत गरम है यार हामीलाई त लास्ट गर्मी भयो यार हावा नि गर्नु जस्तै फेरि यहाँसम्म आयो अहिले हामी अनि सबको खाजा खाएर खानपिन भएर तपाईँ त्यही एउटा बिस्कुट र एउटा फ्रुट थियो त्यही खाजा अनि यता डाल्दैछन् जलाउँदैछन् कसरी हो गर्मी हामीले पुरै खाजा बस्दै होइन छ यार ओहो खै इन्द्र यसो छोडो त ओहो गरम हे गरम ओए त्यो त आगो लाग्ला यार मनोज यार कहाँ यार मनोज यार ओए झाडु लिएर आउनु पऱ्यो नि एकजना त त्यो लाग्ला नि अझैसम्म हाम्रो काम भ्याइएको छैन आगो लाउने काम एकदमै सक्दो काम जारी भइरहेको छ ए हिथो लाएको चाहिँ धेरै भयो यार यस्तो पसिना आयो यार मान्छेलाई यस्तो भयो है साथी हो बहुत आगो लाग्यो त्यही हो अब हाम्रो काम सकियो चट्ट लगाएर हामी चाहिँ घरतिर लम्पसार हिँडिरहेको है गाइज हामी एकदम काम भ्याइयो होइन देखाउन अनि त्यही हो आज चाहिँ वनतिरको काम थियो होइन यसो यो होइन टक्क के यताबाट यताको आगो लाग्छ भनेर होइन चट्ट यो छुट्टाको बिचमा एउटा के भन्छ होइन मनोज भन्दै त त्यसलाई त्यही खरानी बनाउने खरानीबाट यता आगो आउँदैन अरे के त्यो भएर चाहिँ त्यसको लागि चाहिँ बनाएको ब्लग धेरै नभएको थियो हालेको त्यो आज एउटा बनाइदिउँ भनेर हालेको अनि स्पेसल चाहिँ हाम्रो अलमोल भन्नेलाई चाहिँ होइन एकदमै धेरै नै खुसी हुन्थ्यो त्यो पनि केही छैन ठिकै हो आफ्नो माया दिइरह होइन अलमोलले माया दिइरहेको छ थ्याङ्क यू होइन एकदम थ्याङ्क यू अनि घामले त्यही माथि घाम यहाँ पोलेर होइन त्यो माथि आगोले पोलेर रापले बिजोग भएको थियो साथीहरू
त्यही हो अब यही अलमललाई के भन्ने र होइन त्यही हो यता आगो लाएर त्यही हो होइन यस्तो यस्तै भइरहेको छ गाउँठाउँको होइन जङ्गलतिरको काम अनि फेरि यो ठाउँ फेरि अलमलको एकदम जक्सनै हो क्या हामी त अब खै उता के भन्छन् मलाई पनि त्यति नाम याद भएन खै के डी कुण्डल के भन्छन् खै जब पोखरी उतातिरबाट खै त्यति थाहा छैन होइन त्यति थाहा भएन अब यो केटोले कति जङ्गल मात्रै देखाएको भन्ला फेरि होइन के भन्नु जङ्गलमै आएको छु त जङ्गल नदेखाएर के देखाउँदा है अनि उडास छ क्या जङ्गल फेरि त्यो यतातिर त पुरै जला रहेछन् क्या पुरै धन्दै डढेलै लगाएको रहेछ क्या वन यतातिर होइन यतातिर सब जला छ यो युवराज भाइ त्यो खुर्पाले अहिले लड्यो भने फेरि जे पनि हुनसक्छ होइन एकदम किनकि अब गाह्रो छ नि त युवराजलाई एकदम गाह्रो छ त्यही हो अनि भिडियो क्वालिटीको लागि आई एम एक्सट्रिमली सरी होइन किनकि लो बजेट फोन हो त्यही कारणले गर्दा चाहिँ मैले क्वालिटी भिडियो ल्याउन सकिनँ त्यसको लागि माफ गर्नु होला साउन्डै सुनेर एकदम माया दिनु होला भिडियो त अब देख्नुहोस् कतिको नि राम्रोदेखि लाएर त्यही हो अनि म पनि अब फेरि भिडियो अब ढिलो आयो भन्ला होइन के गर्नु अब यस्तै छ भिडियो बनाउने भ्याएन पर्सनल कामहरू छ मेरो होइन त्यही पर्सनल काम हुन्छ झ्याउ लाग्छ कहिले अब भिडियो बनाउनु के को बनाऊँ कतै जाँदिनँ नि त त्यस्तो गए पनि अब पर्सनल काम हुन्छ त्यतिखेर भिडियो बनाउनु पाउँदैन भ्याएन होइन त्यही कारणले गर्दा चाहिँ बनाएको चाहिँ होइन कालो आउँछ क्या केही देखिन क्या त्योहरू के यतिको बनाएको अनि किन घाम उतार्ला मैले बनाउँथेँ त्यो भएर अरू त के भन्नु र त्यसो त युवराज भाइ होइन म कालो थिएँ मैले काले बनाएँ होइन त्यही हो अनि हाम्रो अलमललाई चाहिँ म के भन्छु भन्दा चाहिँ होइन धेरै माया दिनु होइन इन्डियाबाट अनि अलमलले मलाई खै इन्डियाबाट के ल्याइदिन्छ कि इन्डियाबाट के ल्याइदिन्छ भन्ने आश छ अलमलले अनि अलमल आजकल गेममा पनि किन आउँदैन के देखेँ नि त बन्द गरेर बनाएको होइन देखिरहेको छ कि अलमल आजकल किन गेममा पनि आउँदैन खै आजकल सायद काममा बिजी भएर होला आइडी बेच्दै रे तेरो धोतीलाई आइडी बेच्दै रे धोतीलाई रे अलमलले कुन दिन आफै बेचेर आउँला जस्तो छ यार इन्डियातिर त्यही हो अरू त के भन्नु छ र अब हामी घर आउने बेला हुन लाग्यो त्यो भिडियो धेरै लामो भयो जस्तो छ होइन 8 मिनट एक भइसक्यो अहिलेसम्म है त्यही अहिलेलाई घर आउनु लागिसक्यो है हामी घरको बाटो आउनु लागिसक्यो पिच रोड आउनु लागिसक्यो त्यही यतातिर केटाहरू छ सो फाइनली भेटेको केटा हो इन्द्रियहरूलाई त हामीले छोडेर गयो है इन्द्रिय जति पनि त्यस्तै गर्छ है हाम्रो इन्द्रियले खाना पछाडि गर्छ हामी बिस्तारै हिँड्ने क्या युवराज बिस्तारै हिँड्छ त्यही भएर त्यो भएर हो खुट्टा त अब घरै गएर धुने होला मेरो त राम्रो छ नि अझै तेरो त पुरै त्यो डढेको जस्तो छ यार पुरै डढेको भैँसी जस्तो बनायो ए खुट्टो यहाँ काम गर्नुपर्छ केटाहरू कहिले गर्नुपर्छ काम यसो कहिले शरीरलाई तङ्ग्राउनु पनि पर्छ यसो वनतिरको काममा यसो के भन्नु छ अब त त्यही हो बहुत गर्मी बढेको छ भने आएको है हो है त्यो आगो अब त रफ हो त आफ्नै हो यहाँ कति राम्रो बनाएको छ यार यहाँ चौतारा बनाउनु होला क्या अब सायद चौतारा बनाउनु होला क्या पानी छैन खाली छ बाबु आयो रोड पनि फाइनल्ली हामी
अझ अब घर आयो त्यही हो अब घर आयो चट्टा लगाएर अब हात खुट्टा धोइन्छ यस्तो भएछ यस्तो भएछ हात चट्टा घर आइयो अब चट्टा लगाएर हात खुट्टा धोइन्छ चट्टा लगाएर भात खाइन्छ आजलाई यति नै हस्त बाई बाई सबैलाई सी यू अगेन नेक्स्ट भिडियो कमिङ सुन डोन्ट बी ओभर ओके बड़ी बातचीत इंडस्ट्री के लोगों से पूरी पिक्चर बची है अभी प्रोमो देख मेरे किस्से सुनोगे तो रो दोगे लश्करी खुशी बकचोदी दोनों से